परेको छैन, यस्तै घाँस दाउरा त हो नि। बरु कहिले आउनुभयो बम्बईबाट? म हिजो भर्खर आएको। के छ नि गाउँतिरको खबर? गाउँघरको खबर के हुनु दिदी, त्यस्तै हो। बरु तपाईँ चाहिँ कति दिनको लागि आउनुभएको नि गाउँ? मैले पनि बम्बईमा काम गरेको छु। त्यसो मलाई जान छोरी मान्छे चाहिएको छ। अनि तिमी चाहिँ के गर्दैछौ? तिमी पनि त्यतिकै बसेको रहेछौ। किन जाउँ मसँग? खोइ दिदी, घरमा एकचोटि सल्लाह गर्छु नि। होइन, घरमा कुरा नगर। फेरि गाउँको मान्छेले थाहा पाउँछन्। अरू त्यही पुगेर घरमा खबर दिनु नि। हुन त हो दिदी, बरु मेरो त्यहाँ पैसा चाहिँ कति हुन्छ नि? पैसा त हुन्छ नि, टेन्सन नगर न। तँलाई घरमा पठाउनु पनि छ र उहाँ खाना बस्न पनि तँलाई फेरि छ। खोइ दिदी, म त घरबाट बाहिर पनि गएको छैन। अरू कुरा नगर। भोलि बिहानै 4 बजी गएर बस्नु जाने भए खोइ जानु र? त्यहाँ तल पिचोमा आइज सँगै जानुपर्छ। तर घरमा कसैलाई थाहा नदिने। अहिलेलाई म लागेँ। त्यहाँ 2-4 जना अरू पनि साथीहरूलाई भन्छु। सोच है सोच, घर परिवारको लागि पनि सोच। राम्रो अफर छ, घुमाउनु। म अहिले लागेँ। हुन्छ दिदी, म आउँछु। आइज जाउँ। जाउँ। दिदी, अब हामी कतिखेर पुग्छौँ? अब हामी पुग्न लाग्यौँ। एकछिनमा पुगिन्छ। लु, त एकछिन यहीँ बस्दै गर। म एकैछिनमा आइहाल्छु ल। बस्दै गर। ल साउनी, मैले 1 जना ल्याइदिएको छु। अब 2 जना चाहिँ 2-3 दिनभित्रमा लिएर आउँछु। ल, अहिले म लागेँ। अरे वाह, क्या कमालको लड्की लिएर आएछ। नचुन्नु न मलाई। खोइ मेरो दिदी। को दिदी? अघि मसँग आउनुभएको मेरो गाउँको दिदी हो। ओए, यसको दिदी अरे। त्यो दिदीले तँलाई यहाँ बेचेर पैसा लिएर गइसकि। यस्तो नभन्नु न, उहाँले मलाई काम लगाइदिन्छु भनेर गाउँबाट लिएर आउनु भएको। तँलाई काम? यो कपडा लगाएर त्यहाँ जाने काम यही हो। मलाई तेरो दिदीले बेचेर पैसा लिएर गएको छ, पैसा। लाउँदिनँ म यो कपडा। म यही कपडामा ठिक छु। मेरो दिदीलाई बोलाइदिनु, म अहिले घर जान्छु। के गर्दैछौ? के भयो? सुनमाया रेडी भई? जग्गा रेडी गर्दा त्यसलाई यत्रो पैसा तिरेको छ। रेडी भएको छैन साउनी। के अरे यसलाई त तैँले काम गर्दिनँ भनेर हुन्छ? मैले मोटो रकम तिरेको छु, मोटो रकम तेरो लागि। जबसम्म यसले काम गर्छु भन्दिनँ तबसम्म यसलाई रासन पानी पुरै बन्द गरेर पठाउन बन्द गरिदिनु। नाइ, म त्यस्तो काम गर्दिनँ। जबसम्म काम गर्दैन भन्दै तबसम्म यही बस। तिमीलाई नभनिकन पैसाको लोभले भागेर आएर आज मेरो यो हालत भयो। मलाई माफ गरिदेऊ है आमा। म अब केही न केही उपाय लाएर यहाँबाट जसरी भए पनि उफ्रिन्छु। मैले केही न केही गर्नुपर्छ, नत्र भने म जस्ता कयौँ नेपाली दिदीबहिनीहरूलाई यसले यहाँ नर्कमा ल्याउँछ। मैले यसलाई यत्तिकै छाड्नु हुँदैन। मैले केही न केही गर्नै पर्छ।